हाई गाइज वेलकम ब्याक टु कफी स्पिल। एउटा सामान्य पुलिस कन्स्टेबलबाट इन्डियन आइडलको ट्रफीसम्मको कथा। यो प्रशान्त तामाङको गाथा। प्रशान्त तामाङको जन्म 4 जनवरी 1983 दार्जिलिङ इन्डियाको वेस्ट बेङ्गलमा एउटा नेपाली ओरिजिन भएको गोर्खा परिवारमा भएको थियो। उनका बुबाको नाम मदन तामाङ थियो भने आमाको नाम चाहिँ रूपा तामाङ थियो। उनका बुबाले वेस्ट बेङ्गल पुलिसमा जागिर खाने गर्थे। आफ्नो टिनेज उमेरमा बुबालाई गुमाएपछि प्रशान्तले स्कुल छाडेर आफ्नो परिवारलाई सपोर्ट गर्न कन्स्टेबलका रूपमा कलकत्ता पुलिस जोइन गरे। उनले कलकत्ता पुलिसमा जागिर खाँदै गर्दा पुलिस अर्केस्ट्रामा साथीभाइसँग रमाइलोको लागि गाउँथे। त्यही पुलिस फङ्सन्सहरूमा पर्फर्म गर्दै जाँदा प्रशान्तलाई आफ्नो भोइसमाथि कन्फिडेन्ट हुँदै गए। 2007 साथीभाइको सुझावले इन्डियन आइडल सिजन 3 अडिसन दिने डिसिजन प्रशान्तको लाइफको टर्निङ पोइन्ट जस्तो थियो। उनले जजहरूबाट मिक्स कमेन्ट पाए तापनि उनको भोइस र पर्सनालिटीले जनताको सपोर्ट जित्न सफल भए। उनको इन्डियन आइडलको जर्नीले नेपाली अडियन्सको ध्यान उनीतिर आकर्षण गर्यो। अर्को फाइनलिस्ट अमित पहलको खिलाफमा प्रशान्त तामाङ भने इन्डियन आइडल सिजन 3 को अल्टिमेट विनर बन्न सफल भए। प्रशान्तको जित नेपाली ओरिजिनको हरेक व्यक्तिको लागि एकदमै पर्सनल फिल भयो। उनले इन्डियन आइडल पछि 2010 धन्यवाद नामक एल्बम रिलिज गरे। त्यसै गरी उनले इन्डिया, नेपाल लगायत धेरै कन्ट्रिजहरूमा कन्सर्ट टुर पनि गरे। उनले नेपाली सिनेमा जगतमा 2010 गोर्खा पल्टन फिल्मसँग डेब्यु गरे। त्यसपछि अङ्गालो यो माया, किन मायामा, निशानी, परदेशी जस्ता धेरै फिल्महरूमा प्रशान्तले काम गरे। त्यसै गरी इन्डियन वेब सिरिज पातालोक 2 ड्यानियल लेचोको रोलले पनि अडियन्सको हार्ट क्याप्चर गर्न प्रशान्त सफल भए। अपकमिङ बलिउड प्रोजेक्ट ब्याटल अफ कालवानमा पनि उनले काम गरे। 11 जनवरी 2026 न्यू दिल्लीमा प्रशान्त तामाङले हार्ट एट्याकका कारण आफ्नो ज्यान गुमाए। उनको यो अचानक मृत्युका कारण उनका इन्डियन र नेपाली फ्यान्सहरू बीच शोकको माहौल छ। हामी आशा गर्छौँ उनको आत्माले स्वर्गमा बास पाओस्। साथै उनको परिवारलाई यस कठोर समयमा भावपूर्ण सपोर्ट जनाउन चाहन्छौँ। आज प्रशान्त हामी बीच नरहे पनि उनको स्ट्रगलदेखि सक्सेसको कथाले उनका फ्यान्सहरूलाई सधैँभरि इन्स्पायर गर्नेछ। रेस्ट इन पिस प्रशान्त तामाङ।